गाइज। तर मैले एउटा कुरो चाहिँ बुझेँ क्या होइन, जसलाई जति हामी धेरै विश्वास अनि धेरै आश गरेको हुन्छौँ, धेरै विश्वास गरेको हुन्छौँ नि, त लास्टबाट गएर होइन त्यसले नै घात गर्ने रहेछ क्या। मतलब त्यसले घात गर्दाखेरि चाहिँ होइन लास्टमा मन दुख्ने कि फेरि जसलाई हामी त्यस्तो सोच्दै पनि सोचेको हुँदैनौँ होइन, त्यो मान्छेले त्यस्तो गरेर जाँदाखेरि चाहिँ यस्तो भरोसा तोडेर विश्वास तोडेर जाँदाखेरि चाहिँ गाह्रो हुँदो रहेछ क्या। बुझ्यो जिन्दगीमा अरू चिज सिक्न केही पनि नपाए पनि तर यति गाह्रो हुँदो रहेछ भन्ने कुरा त मैले त बुझेँ, अलिकति बुझ्यो अब होइन। त्यही हो, अरूसँग सङ्गत नगर्ने होइन। जो मान्छे तपाईँहरूको लागि त्यस्तो गर्छ होइन, मतलब यो हो नि त, मतलब विश्वास तोड्दैन भन्ने तपाईँलाई जो लाग्छ नि होइन, तपाईँ जो सोचिराख्नुहुन्छ तर त्यो हुँदैन क्या वास्तविकता होइन। वास्तविकता कुछ अलगै हुन्छ क्या, त्यस्तो हुँदैन। मैले तर बुझेँ, धेरै चिज भोग्यो होइन, आज आएर यो चिज पनि भोग्यो। ल अब के भनेर सक्यो।